जब माननीय केपी खनाल विशाल कालिका माताको मूर्ति लगेर कालिका माता ऋतु राउल मन्दिरमा पुग्दा भयो भव्य स्वागत। माता ऋतु राउल भइन् यति धेरै खुसी। ऋतु माताजी आज तपाईँ धेरै खुसी हुनुहुन्छ। हजुर नमस्ते। माननीय ज्यूले जुन यहाँ चाहिँ आएर तपाईँको मन्दिरमा जुन भाकल राख्नु भएको थियो, भाकल पुरा भइसकेपछि आज कालिका माताको मूर्ति लिएर आउनु भएको छ, तपाईँ कति खुसी हुनुहुन्छ? म त एकदमै खुसी छु। भाइले जे भाकल गरेर जानुभएको थियो सुरुमा, मैले चाहिँ देश जनताको सेवा गर्न पाएँ भने आमाको चाहिँ यहाँ मूर्तिको कमी छ, मैले अरू चिज भन्दा पनि आमाको मूर्ति चढाउँछु भनेर भनेको थिएँ। 1 महिना नहुँदै उहाँले चाहिँ आफ्नो मूर्ति ल्याएर चढाउनु भएको छ, भाकल पुरा गर्नुभएको छ। म त्यसमा एकदमै खुसी छु। अझ भाइको पद माथि बढेर देश जनताको राम्रोसँग सेवा गरेर अझ राम्रोसँग खुसीले आउन पाउन् भन्न चाहन्छु। ऋतु माताको बोली जे भन्यो त्यही पुग्छ? अहिलेसम्म पुगेकै छ, अब सबै पुग्छ भन्ने पनि छैन। माताले हो पुगाउने, मैले भन्दा पनि।